घर भरिपूर्ण गरेर सन्तानले डाँडा काँडा ढाक्ने आमा आज सुस्ताउँदै बिस्तारामा एक्लै छिन्। बातको रोगले गोडाहरू चल्दैनन् उनका, तैपनि बिस्तारै बिस्तारै भित्र बाहिर गर्दैछिन्। के गर्नु, परिवार त ठुलै थियो उनको, तर आमा आज उनी एक्लै छिन्। के गर्नु, परिवार त ठुलै थियो उनको, तर आमा आज उनी एक्लै छिन्। ढिकी जाँतोले थिलो थिलो भएका हत्केलाहरू सुमसुमाउँदै अगेनाको डिलमा जाँदैछिन्। कसौडीभरि खाना पकाएर पस्कने उनी आज एकमुठी खाना सकि नसकी एक्लै खाँदैछिन्। खै कसरी भनौँ, मन त ठुलै थियो उनको, तर आमा आज उनी एक्लै छिन्। खै कसरी भनौँ, मन त ठुलै थियो उनको, तर आमा आज उनी एक्लै छिन्। छोरा छोरीहरू बिरानो भए, नाति नातिनाहरूको धेरै सम्झना गर्दैछिन्। झल्को लाग्छ अरे आएकी भन्ने उनलाई, आशै आसमा टोलाएर बसेकी छन्। जाने बेलामा बाले भन्नुहुन्थ्यो अरे, नआत्ती बस है, छोराछोरी छन्। खै केमा मात्रा मिलेन कुन्नी, तर आमा आज उनी एक्लै छिन्। खै केमा मात्रा मिलेन कुन्नी, तर आमा आज उनी एक्लै छिन्।